Hey guys, welcome to my new vlog. आज हामी श्रीनिवास दुबेमा जान लाग्छौँ। त्यहाँ ऊ लागेको छ पूजा। अलि गाइज हेर्नु होला, हाम्रो फुल भिडियो वाच गर्नु होला। यहाँ बा मम्मी बहिनी जानु भयो। This is our school. Sri Lanka Public School. रहिन्छ संसार निशा समाना, यो संसार निशा हो। रहिन्छ संसार निशा समाना, यो संसार निशा हो। श्री स्वामी महाराजसँग जो आशीर्वाद लिँदै हुनुहुन्छ उहाँहरूलाई अगाडि आएर यो भजनमा नाचेर मात्रै अगाडि बढ्नु होला, यहीँ अगाडि आएर नाचेर मात्रै अगाडि जानु होला भन्ने आग्रह गर्दछु। स्वामीजीको आशीर्वाद हो यो। यस्ता सन्तहरूको मङ्गला शासन आशीर्वाद हामीले बहुत कम पायौँ। आउनु भाइ बहिनीहरू पछाडि छन्, उहाँहरू नाचेर मात्रै अगाडि जानु होला। यता यता नाच्न आएन भने उभिदिने, तर उभिएर जाने उता। जय होस्। बोलो भक्तवत्सल भगवानको राम नामलाई जपेर जाउँला वैकुण्ठ। हरि हरि। नाच्न आएन भने यसो हल्लिदिएर उभिएर मुसुक्क हाँसिदिनु होला, नभए नाचिदिनु होला। सबैले ताली बजाउँ। यो पुरानो कलिलो तामालाई सोध रामालाई भनेको हुन्छ। एकचोटि भजन गाउँला भन्नुहोस्, एउटै हो नाम भजन गाउँला। बस्न पाइँदैन है।
संत भगवान को, श्री श्री स्वामीजी महाराज को, सारा विश्वलाई एक गर्दै फेरि आफ्नो पुनर्वासको गाउँ टोलसँग फेरि यसरी नाच्दै रमाउँदै आज भगवान श्री स्वामीजी महाराजका भित्रबाट अदृश्य रूपमा स्वामीजीको माध्यमद्वारा भगवानले खुब भक्तका साथमा नृत्य गर्दै बसिन्छ होइन। बोल गोविन्द गोपाल भगवानको। यस्तो एउटा पतित पावन छोटो नाम संकीर्तन गर्दै गर्दै आजलाई हामी विश्राम गर्दैछौँ र धेरै धेरै धन्यवाद हाम्रो पुनर्वास 8 का जति पनि बन्धु बान्धव। थोडा 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 रे थोडा 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 रे गाइए थोड़ा लेते जाओ रे सुनते जाओ रे गाते जाओ रे हरि का नाम थोड़ा थोड़ा गाते जाओ रे हरि का नाम थोड़ा थोड़ा। बोल स्वामीजी महाराज को। भोलि पनि हामी यसरी नै भगवानको